नमस्कार हजुर के छ सबै ठिक छ र त्यसैले गरी अब आउन के आएको छ दशैं हो त्यसैले गरी हजुरहरु सबैलाई मेरो तर्फबाट दशैंको धेरै धेरै शुभकामना र हजुरहरुलाई मेरो ब्लगमा पनि धेरै धेरै स्वागत छ र त्यसैले गरी आज चाहिँ घटस्थापना हैन साथीहरु र मैले चाहिँ यसपालि यस्तो प्लान सोचेको गाइजहरु है यो दशैंको मेन दिनहरु पनि हुन्छ एउटा घटस्थापना फुलबाती अष्टमी नवमी र दशमी यो मेन दिनहरुको चाहिँ म भिडियो बनाएर क्रिएट गरेर भ्लग बनाउँ भनेर सोचेको र त्यो भ्लग यही नै हो हजुरहरु कसैले पनि नछुटाइकन यो भ्लग हेरिदिनु होला भन्न म विनम्र अनुरोध गर्दछु र यो भ्लग हजुरले हेर्नै पर्छ यस्तो बामी छ अमेजिङ हुन्छ अब है र त्यसैले गरी आज घटस्थापना र हाम्रो त जमरा राख्ने चलन छ र हाम्रो जमरा चाहिँ गाउँको मन्दिर छ है त्यो मन्दिरमा गएर राख्ने हो मकै राख्ने अनि र दशमीको दिन टीका लाउने दिन त्यो लिएर आउने जमरा बन्छ र टीका लाउने बेलामा जमरा लाउने कानमा र त्यसैले गरी ल जामा त अब हाम्रो मन्दिरतिर हैन ल लेट्स गो ल गाइज हामी चाहिँ जाँदै छौं हैन मन्दिरतिर बाबा र म फेरि है बाबा छु त अगाडि हुनुहुन्छ अब मकै लिएर साथै छौं हामी चाहिँ मन्दिरमा हैन आइपुग्न पनि लाग्यो मन्दिर है फाइनली गाइस हैन हामी चाहिँ अब मन्दिर पनि आइपुग्यौं यो मन्दिर त मैले हजुरहरुलाई अस्ति पनि देखाएको थिएँ होला सायद चैते दशैंको भ्लगमा है र आज पनि देखाउने छु यही मन्दिरमा हो हामी अष्टमीमा पूजा गर्ने टीकाको दिन आएर जमरा लिने र घटस्थापनाको दिन यहाँ ल्याएर जमरा राख्ने ल हेर्नुस् होला हाम्रो मन्दिर है सो गाइज अब चाहिँ हाम्रो यहाँ हामी मन्दिरमा सबैजना जम्मा हुनुभयो ठुलबाहरू हैन अनि हाम्रो चाहिँ अब यहाँ मन्दिरमा त्यो साउने संक्रान्तिदेखिबाट अहिलेसम्म पूजा गरेको थिएन त्यही भएर यहाँ धेरै फोहोर भएको छ क्या त्यही सरसफाइ गर्न त्यही लाग्नु भएको सबैजना हैन अब जाम म त्यता पनि हैन त्यहाँ चाहिँ पुवा पकाइरहनु भएको छ अब चाहिँ यहाँ ठुलबाहरूले हेरे त्यो जमरा बन्नको लागि त्यो मकैहरू हुन्छ नि मकैहरू त्यो टपरीहरूमा जसमा राखे पनि राखेर त्यो मन्दिरतिर राख्ने बेला हुन लाग्यो र अब यो जमरा चाहिँ अब जमरा बन्छ अब 8-9 दिनमा जस्तै कति दिनमा र अब जमरा चाहिँ डाइरेक्ट अब उसमा क्या टीकाको दिन झिक्ने क्या जमरा चाहिँ अब है जाम त अब त्यतिर हेर्न हैन यही नै हो हैन अब यही मकैहरू पछि अब 9 दिनपछि यहाँ जमरा बन्छ त्यत्रो ठुल्ठुलो खाले है अब यहाँ जमरा के अरे जमरा पनि राख्नुभयो ठुलबाहरूले यसरी हैन ल अब चाहिँ हामीले जमराहरू पनि राख्यौँ है त्यो मन्दिरमा अब चाहिँ मन्दिरमा हल्का पूजाहरू गर्नुपर्छ क्या त्यो जमरा राखेपछि पूजा गर्नुपर्छ अब त्यो पूजा गरेपछि चाहिँ हामी घर जान्छौँ हैन ल अब जमरा राखे त हेर्नुभयो होला अब हजुरले पूजा गरेको पनि हेर्नुहुन्छ होला हैन अब जाम त पूजा गरेर ठाउँतिर पनि हैन सो गाइस ल अब चाहिँ हामीले यहाँ मन्दिर पूजा गरेर पनि भ्यायौँ है ठुलबाले पूजा गर्नु भएको थियो पूजा गरेर पनि भ्याउनु भयो र अब चाहिँ अब हामी सबैजना घर जान्छौँ है पूजासुजा गरियो टीका लगाइयो प्रसाद खाइयो अब हामी घर जान्छौँ ल गाइस म चाहिँ आएँ घरमा है अब आज चाहिँ घटस्थापना र म चाहिँ आएँ अब घरमा है र अब चाहिँ भोलि चाहिँ हाम्रो फुलपाती है त्यसै गरी आज घटस्थापना दिन चाहिँ मेरो यसै नै बित्यो र अब चाहिँ भोलि भेटौँ फुलपातीको दिन ल हस् त आजको लागि हस् त गाइस आज चाहिँ हो फुलपाती र फुलपातीको दिन चाहिँ हामीले कालरात्रि भगवानको पूजा गरिन्छ र त्यसै गरी फुलपातीको दिन चाहिँ हामीले फुलपाती हरेकको घरमा मन्दिरहरूमा भित्राइने गरिन्छ हामीले फुलपाती हैन र त्यसै गरी आजबाट चाहिँ हामीले लाग्छ कि हाम्रो दशैं सुरु भयो फुलपातीको दिनदेखिबाट चाहिँ र त्यसै गरी फुलपातीको दिन चाहिँ हामीले
हामीले भन्न मतलब फुलपातीको दिन चाहिँ हाम्रो आफन्तहरू जो जो बजारतिर हुनुहुन्छ सबैजना गाउँतिर आउनुहुन्छ र त्यो दिनदेखिबाट चाहिँ हरेक घरमा पाहुनाहरू आउन सुरु गर्नुहुन्छ र त्यसै गरी फुलपातीको दिनदेखि चाहिँ हामीलाई दसैँ आएको जस्तो महसुस हुन्छ र धेरै खुसी प्रदान हुन्छ हाम्रो शरीरमा होइन र त्यसै गरी फुलपातीको दिन चाहिँ यही नै हो र अब भेटौँ त कहिले अब भेटौँ त अष्टमीको दिन बाई सो गाइस त्यसै गरी आज चाहिँ हो अष्टमी र अष्टमीको दिन हरेकको घरमा खसी काट्ने चलन छ र हाम्रो माथि आज पनि मन्दिर जानुपर्छ र मन्दिर पनि आज बोका काट्ने चलन छ र पूजा गरिन्छ त्यसै गरी आज चाहिँ गाउँको हरेक घरमा खसी काट्ने चलन छ र आजको दिन सबैलाई मनपर्छ किनकि हरेक घरमा खसी काट्छ र मासु खान पाइन्छ भनेर होइन त ल लेट्स गो अब चाहिँ हामी जान्छौँ हाम्रो मन्दिरतिर सो गाइस अब चाहिँ हामी जाँदैछौँ मन्दिर होइन हाम्रो ठुल्बा यता हुनुहुन्छ हाई गरिदिनु ठुल्बा ल अब चाहिँ हामी जाँदैछौँ मन्दिर है र हाम्रो प्रमोद दाइ चाहिँ आउनुहुन्छ होइन बाबा चाहिँ यता हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ है मन्दिर फाइनल्ली हामी चाहिँ मन्दिर आइपुग्यौँ होइन गाइस ठुल्बा दाइ म बाबा है मन्दिर आइपुग्यौँ यहाँ अब आज चाहिँ मन्दिर बोकाहरू काट्छ है अब मजा हुन्छ यहाँ मन्दिरमा है अनि अस्ति घोट स्थापनाको दिन राखेको जमरा त यत्रो भइसकेछ भने हेर्नु त गाइस यत्रो भइसकेछ भने आमा सोचे पनि थिएन यत्रो हुन्छ भनेर अनि हाम्रो ठुल्बा चाहिँ यो यहाँ तताइरहनु भएको छ होइन यहाँ पुवा पकाउनु नि त ठुल्बा यहाँ अब यहाँ पुवा पकाउने हो यो अब चाहिँ खसीको लागि पानी तताएको हो र हामीले चाहिँ पुवा बनाउनको लागि हामीले यहाँ रेडी बनाइराखेका छौँ दाउराको लागि यो चाहिँ खसीको लागि हो यो खसीको लागि हो खसी होइन बोकाको लागि हो खसी होइन बोकाको लागि हो हाम्रो कुल पूजाको अनि यो चाहिँ हाम्रो चाहिँ पुवाको लागि चाहिँ यो खिर पुवाको लागि चाहिँ हामीले यो गर्दैछौँ यहाँ चाहिँ खिर पुवा होइन त खिर पुवा खिर आज बन्दैन हाम्रो बाई पूजाको दिन बन्छ आज हाम्रो पुवा बन्छ अब चाहिँ पुवा पकाइरहनु भएको छ ठुल्बाले पुवा पनि पाकिसक्यो अब हामीले यो अहिले हामीले चाहिँ पुवाको लागि चाहिँ रेडी दाउरा गर्दैछौँ अहिले हाम्रो पुवा पनि तयार भइसकेको छ लगायत यो चाहिँ यो भइसक्यो यो लिएर जाउँ अब चाहिँ यहाँ बोका काट्ने र यहाँ मन्दिर पूजा गर्ने कार्यक्रमहरू सुरु हुनलाई है अब हामी पनि हेर्न जाऊँ त मजा हुन्छ क्या त्यहाँ बोका काटेर हुन्छ पूजा गरेर हुन्छ अहिले होइन जाऊँ अनि बोका किनेर ल्याएपछि ढिलो भयो पान्छ आइपुगी बाउलाई फोन गरेको फोनको आँखा भन्ने कुरो भएको थियो किन ढिलो गरेर पछाडि छ है पछि टिका दिनु उधारो आउँथ्यो टिका दिनु नानी गाई आउनु ल उति हात धरेर सो गाइस अब चाहिँ हाम्रो यहाँ मन्दिर पूजा पनि गऱ्यो है अनि त्यो बोका पनि काटी भइसक्यो अब चाहिँ हामी घर जान लागेको है घर पनि अब खसी काट्नु हो क्या अब आज अष्टमी हरेको घरमा खसी काट्छ त्यही भएर हामीले घर पनि खसी काट्नु है अब हामी चाहिँ जाँदैछौँ घर बाबा ठुल्बा दाइ चाहिँ अलिक अगाडि हुनुभयो म चाहिँ अहिले पछाडि नै छु क्या घर गएर पनि अब खसी काट्नुपर्छ होइन त्यसपछि त मासु र भात दराम खाइन्छ होइन घर अब घर गएर नै भेट्छु है त ल सो गाइस म चाहिँ आएँ अब घरमा होइन अब चाहिँ यहाँ ठुल्बा बाबाले अब यहाँ खसी काट्न लाग्नु भएको छ है अब आज अष्टमी पनि हो होइन खसी त काट्नु पऱ्यो मन्दिरमा त काट्यो बोका अब यहाँ घरमा काट्नु लाग्नु भएको छ ल जाम त अब हेर्न होइन ल गाइस होइन अब हाम्रो यो खसी चाहिँ आज अष्टमीको दिन यसलाई चाहिँ अब छिनाउने हो सो गाइस होइन अब चाहिँ हाम्रो यहाँ ठुल्बा बाबाले अब यहाँ हाम्रो खसी काट्न लाग्नु भएको छ है अब हेर्नुहोस् होला अब हाम्रो खसी चाहिँ यो है बाबा यहाँ आउनुहुन्छ ठुल्बा यहाँ आउनुहुन्छ अब यसलाई छिनाउनु पऱ्यो होइन ए कराखा फेरि यो चाहिँ सो गाइस होइन अब चाहिँ हाम्रो यहाँ घरमा खसी काटियो टाउको चाहिँ यहाँ छ ज्यान चाहिँ यहाँ छ है टाउको चाहिँ हेर्नुहोस् होला यसको है ल सो गाइस अब चाहिँ हाम्रो यहाँ खसीलाई छिनाइ पनि भइसक्यो अब चाहिँ यहाँ भुत्ला भुत्ली पनि भ्याउनु भइसक्यो अब चाहिँ यहाँ काटिरहनु भएको छ क्या मासु अब चाहिँ हेर्न जानु त काटे ठाउँमा होइन
सो गाइस जब हाम्रो चाहिँ हैन यहाँ घरमा मासु पनि काटी भए टुक्रा टुक्रा बनाउनु भयो हैन अन्त ठुलो मम्मी हजुर हो अनि हाम्रो ठुलो मम्मी चाहिँ आउनुहुन्छ है अब हामीले चाहिँ अब त्यो खसीको त्यो टुक्रा टुक्रा पनि बनायौँ अब चाहिँ अष्टमी बेसन नै बित्यो हाम्रो है ल आजले यति नै भन्दै है भेटौँ नवमीको दिन है त ल बाई सो गाइस त्यसै गरी आज चाहिँ हो नवमी र आज चाहिँ हामीले नवदुर्गा भगवानको पूजा गरिन्छ र त्यसै गरी नवमीको भोलिपल्ट हुन्छ दसैँ त्यसको मतलब हो टिकाको दिन र आज नवमी भनेपछि भोलि टिकाको दिन भोलि चाहिँ हामीले टिका लगाउँछौँ हैन र आज नवमी गाइस है अब यस्तो खुसी हुन्छ नवमीको दिन चाहिँ सबैलाई किनकि भोलिपल्ट टिका हो र पैसा पाइन्छ भनेर हैन त्यही भएर नवमीको दिन चाहिँ हरेकजनालाई धेरै रमाइलो हुन्छ हैन र त्यसै गरी आज चाहिँ हाम्रो नवमी र हाम्रो चाहिँ अब हाम्रो चाहिँ घरमा अब आज हैन नवमी भएर कुखुरा ल्याउनुभएको छ 2टा र त्यसलाई काटेर पकाउने कार्यक्रम सुरु हुन लागेको छ र अब जाम त्यतिर हैन ल जाम यतै नै हो हेर्नुहोस् होला गाइस यहाँ कुखुरा काट्नु भएको छ हाम्रो ठुलो बाबाले हैन हेर्नुहोस् अब यहाँ चोबल्नु भएको छ र अब चाहिँ एकछिन कुखुराको रोस्ट मासु जे चाहिँ हुन्छ बनेर हामी खान्छौँ कुखुराको मासु सो अब चाहिँ काट्न लानु भएको छ कुखुराको मासु हैन बाटामा यति धेरै भइसकेको छ र यहाँ काटिरहनु भएको छ हाम्रो बाबाले हैन सो गाइस अब चाहिँ हाम्रो यहाँ त्यो कुखुरा काटेको थियो नि हैन त्यो कुखुरालाई अहिले त्यो आधी मासु चाहिँ पकाउनु भएको छ र आधी मासु चाहिँ एकछिनमा पोलेर खानेर हैन र अब चाहिँ हाम्रो यहाँ पकाइरहनु भएको छ दाइहरूले न ल हाम्रो प्रमोद दाइ चाहिँ आउनुहुन्छ र प्रमोद दाइ के भन्न चाहनुहुन्छ मासुको बारेमा र मलाई चाहिँ अब यहाँ प्रमोद दाइले थर्काइदिनु भएको छ ल पढ्न जा कति भ्लग बनाएको भनेर र अनि मेरो चाहिँ भन्दा मेरो मुड यहाँ खराब भइसकेको होइन गाइस कति पढ्नु क्या दोषीको बेला त मासु खाने हो नि त होइन कति पढ्नु त्यही भएर म चाहिँ जान्छु फेरि मासु नैतिर होइन जान त ल हाम्रो ठुल्बा चाहिँ यता हुनुहुन्छ है मासु पकाइरहनु भएको छ र अब यता चाहिँ हाम्रो बाबा हुनुहुन्छ है र अब पोलेर चाहिँ एकछिनमा खाने रे है मिठो हुन्छ पोलेको पनि होइन सो गाइस अब चाहिँ हाम्रो यहाँ अहिले चाहिँ त्यो मासु पकाउनु भएको थियो होइन अहिले चाहिँ हाम्रो यहाँ अब पोल्नु भएको छ है पोलेको पनि हेर्नुहोस् होला होइन यता चाहिँ छ हाम्रो मासु होइन अनि यता चाहिँ पोलिरहनु भएको छ र यता पनि पोलिरहनु भएको छ यता पोल्ने चाहिँ हाम्रो दाइ हुनुहुन्छ प्रमोद दाइ र यता चाहिँ हाम्रो हुनुहुन्छ ठुल्बा होइन ठुल्बाले यस्तो सब पोलिरहनु भएको छ होइन यो चाहिँ पाक्न पनि लागेको छ होइन र अरू कुरा गाइस होइन यो पोलेको मासु हेरेर चाहिँ यस्तो मिठो लागिरह्यो है मुखमा पानी आइसक्यो होइन अब यस्तो मिठो तरिकाले पकाउनु भएको छ ठुल्बाले दाइले होइन त्यही भएर एउटा चाहने त बन्छ होइन हेरेर चाहनु पर्यो म चाहिँ होइन यस्तो मिठो पोलेको मासु यस्तो मिठो बेलुका पनि खान्छ मामी है हाम्रो कान्छी दिदी यहाँ आउनुहुन्छ हाई गर्नुभएको छ होइन मासु खाइरहनु भएको छ पोलेको उहाँले पनि र अनि हाम्रो अन्सा दिदी यता हुनुहुन्छ होइन र अब त्यसो नगरी एउटा चाहेको यस्तो बगाल थियो मासु र अब चाहिँ हामी बेलुका चिसो सिसो पोले मासु पक्का मासु सबै खाजा सेट गरेर बेलुका खान्छौँ र त्यति नै भेटौँ त सो अब चाहिँ हामी यहाँ खाजा खाइरहेछौँ है मासु मजा भइरहेको छ होइन अब मलाई पनि भोक लागेर खान्छौँ न त होइन मासु चाहिँ मिठो है यता पोलिरहनु भएको छ है यता खाइरहनु भएको छ दिदीले यता बाबा खाँदा पेट अगाइछ गाइस मासु खायौँ पोलेको भुटेको पकाएको मिठो भाइ र अब चाहिँ हाम्रो यस्तो मजा भइरहेको छ गाइस होइन नवमीको दिन यस्तो मजा भयो भोलि टिकाको दिन होइन कस्तो मजा हुन्छ होला होइन कुरा सुराको मासु सासु सबै खायो है अब चाहिँ एउटा कुरा खान बाँकी छ चिसो स्प्राइट होइन अब त्यो पनि खान्छौँ अब हामी सो गाइस ल अब चाहिँ हामीले कुखुरा मासु चिसो चिसो सब खाइदियौँ है अब टन्न भएको छ पेट होइन अब चाहिँ सुत्ने मलाई
र अब हाम्रो नमी चाहिँ यस्तो बित्यो है राम्रोसँग भोलि टिका भोलि झन् कस्तो राम्रोसँग बित्छ होला है। ल अब भेटौँ त टिकाको दिन हो, त्यही पनि हो टिका भोलि, त्यही भएर भेटौँ त भोलि गो। सो गाइस त्यसो गरी आज चाहिँ हो टिका र सबैजनालाई मनपर्ने दिन आज नै हो होइन त, किनभने टिकाको दिन पैसा पाइन्छ। तर एउटा कुरा चाहिँ अझै गाह्रो छ, ठुलो मान्छेहरूलाई चाहिँ धेरै दुःख हुन्छ, सानो मान्छेहरूलाई चाहिँ फेरि धेरै खुसी हुन्छ। किन भन्दाखेरि ठुलो मान्छेहरूले चाहिँ सानो मान्छेहरूलाई पैसा दिनुपर्छ र ठुलो मान्छेहरूको त पैसा सिद्धिनु भयो र सानो मान्छेहरूलाई चाहिँ धेरै मजा पैसा पाइन्छ नि त, जस्तै कि मलाई होइन। र त्यसो गरी अब आज टिका र हाम्रो अस्ति घर स्थापनामा राखेको त्यो जमरा थियो नि हो, त्यो जमरा चाहिँ आज हामी लिन जान्छौँ है मन्दिरमा। लामो पनि भइसक्यो होला। र त्यसो गरी हाम्रो आजको टिका लाउने साइज चाहिँ 11:56 बजीतिर छ होला है। र नि अब चाहिँ हामी मन्दिरमा जान्छौँ है, जमरा लिएर आउने अनि घरमा आएर टिकासित चट्ट लाउने होइन, अनि बब्बाल देखिन्छ। र अब चाहिँ हामी जान्छौँ मन्दिर। ल जाम न त। सो गाइस र म चाहिँ जाँदैछु मन्दिरतिर होइन, मेरो बाबा चाहिँ अघि नै जानु भइसकेको छ माथि मन्दिरतिर है। यता चाहिँ हल्का हल्का पानी परेको छ क्या, बिहान चाहिँ ठुलो पानी परेको थियो, अहिले चाहिँ हल्का हल्का पानी परेको छ है, त्यही भएर छाता ओढ्दै गइरहेको छु म। र अब आज चाहिँ टिका है, हजुरलाई पनि थाहा होला टिकाको दिन आज चाहिँ म चाहिँ मन्दिरतिर गएको छु होइन। फाइनल्ली गाइज म चाहिँ मन्दिर पनि आइपुगेँ है। अब मन्दिरको भ्यू हेर्न जाऊँ त होइन, अस्ति राखेको जमरा पनि हेरेर जाऊँ है कत्रो भएछ। र अब आज नै हो जमरा निकाल्ने, आज टिका है। अब जमरा लिएर हामी घर जाने, अब घर जाने बेलामा होइन। अब जाऊँ त मन्दिरको भ्यू हेर्न। अस्ति घट स्थापनाको दिन राखेको जमरा चाहिँ यत्रो भइसकेछ है। अब आज लिएर जाने घर हामीले होइन। र यहाँ चाहिँ हाम्रो खिर र पुवा पाकिरहेछ है। ल अब चाहिँ त पूजा गरिरहनु भएको छ ठुल्बाले मन्दिरभित्र, ल हेर्न जाऊँ त पूजा गरेको पनि होइन। अब चाहिँ पूजा गरेर पनि भ्याउनु भयो है ठुल्बाले। अब चाहिँ खिर पुवा खाएर जमरा लिएर घर जाने होइन। अरू जे भने पनि ठिक छ, तर यो हाम्रो मन्दिरको खिर र पुवा दिँदाखेरि चाहिँ यस्तो मिठो हुन्छ र है, भर्खर चाहेको यति यस्तो मिठो थियो। अब चाहिँ यहाँ सबैले है आफ्नो जमरा लिएर घर जाने बेला हुनलाई है। अब चाहिँ हामी सबैजना हाम्रो आफ्नो जमरा लिएर घर जान्छौँ है अब चाहिँ। अनि हाम्रो चाहिँ यो है हाम्रो चाहिँ। सो गाइस अब चाहिँ हामी बाबा र म चाहिँ है जमरा लिएर उता घरतिर जाँदैछौँ होइन। जमरा पनि लिइसक्यो, हामी घरतिर जाँदैछौँ। गाइस म चाहिँ घर जाँदै थिएँ होइन, मैले चाहिँ बाटोमा यस्तो पानीको भल देखेको छु गाइस है। अब मैले चाहिँ हेर्नुहोस् होला गाइस, हेर्नुहोस् होला यस्तो भल आएको रहेछ हाम्रो यतातिर त है, मलाई थाहा नि पाएन गाइस होइन। हे आमा हो, यस्तो बाटोमा अब कसरी जाने होला त। सो गाइस ल अब म चाहिँ घर आइपुगेँ है। घर आउँदाखेरि चाहिँ तपाईँले भल देख्नुभयो होला है, भल त्यस्तो भल पार गरेर म चाहिँ बल्ल बल्ल घर आइपुगेको छु। र अब चाहिँ हामी यसमा टिका लाउँछौँ र आजको टिका लाउने साइज चाहिँ 11:56 छ है। अहिले चाहिँ होइन टिका लाउने, 11:56 साइज छ हाम्रो है। अब त्यतिखेर हुन्छ ल मजा, ल त्यतिखेर भेटौँ हस् त। सो गाइस ल म चाहिँ अब दसैँको लागि रेडी हुँदैछु है, लुगा लगाएर होइन। हजुर पनि अब रेडी हुनुहुन्छ होला सायद। म चाहिँ अब यहाँ रेडी हुँदैछु है दसैँको लागि होइन। दसैँको लागि रेडी हुँदैछु होइन गाइजहरू। अब त टिका लाउनु पर्छ, बहुत मजा आउँछ। कहाँ रेडी भएको छु ल, एउटा काम त बाँकी नै छ नि।
कस्तो देखाएको छु गाइस म ह्यान्डसम होइन त ह्यान्डसम होइन त गाइस म भन्नु त ल जाम बाहिर अब सो गाइस हेर्नु अब चाहिँ हाम्रो यता त्यो टिकाको साइड पनि भइसकेको छ र अब म पनि रेडी भएपछि अब हाम्रो यहाँ सबभन्दा ठुलोबाट सुरु हुन्छ हाम्रो घरमा चाहिँ टिका लगाउनलाई त्यही भएर सुरुमा ठुल्बा हालेर लगाइरहनु भएको छ अब मेरो पालि एकछिनमा आउँछ होइन टिकाको साइड पनि भइसकेको छ अब लगाइरहनु भएको छ त्यहाँतिर जाम अब होइन अनि मेरो पनि पाला आउँछ टिका लगाउने पैसा अब आज ल यता टिका लगाइरहनु भएको छ ठुलो ठुलो मम्मीले अनि यता आमाले लगाइदिइरहनु भएको छ है अनि यता भाउजू मम्मी हुनुहुन्छ यता दिदी हुनुहुन्छ यता बाबा हुनुहुन्छ होइन बाल मजा आइरहेको छ हाम्रो यतातिर चाहिँ होइन र अब चाहिँ मेरो बाबाको र मम्मीको टिका लगाउने बेला हुनलाई अब जान्दा होइन लगाइदिइरहनु भएको छ आमाले होइन सबजना हुनुहुन्छ त होइन सबजना हुनुहुन्छ त सबजना त हुनुहुन्छ ठुलो त्यहाँ हुनुहुन्छ होइन यता ठुलो पनि हुनुहुन्छ अब चाहिँ गाइजहरू होइन मैले के भन्नु थियो भन्दाखेरि अब चाहिँ होइन टिका लगाइदिनु भएको छ सबजनालाई पालेसँग सबजना आमा लगाइदिनु भएको छ यस्तो कि हाम्रो चाहिँ जसले पनि ठुलो मान्छेले आफ्नो सानो जो छ सबलाई टिका लगाइदिने क्या ठुलो मान्छेले सानो मान्छेलाई सबलाई टिका लगाइदिने जो ठुलो मैले पनि लगाइदिनु पर्छ दुईजनालाई तीनजनालाई होइन जयजना भए पनि एकछिन देख्नुहुन्छ अब लगाइदिन्छु है र अनि अब मैले पनि लगाउँछु टिका अब है धेरैको हातबाट है अब जाम होइन त्यतै सो गाइस ल भर्खरै मलाई आमाले टिका लगाइदिनु भएको छ यहाँ निदानमै पैसा पनि पायो अनि त्यसपछि अब सबैजनाले ठुल्ठुलो मान्छेले सानो मान्छेलाई सबैलाई टिका लगाइदिनुहुन्छ भर्खर पैसा पनि पाएको छ अब त पैसा हुन्छ होइन अब जाम त फेरि है अब फेरि मेरो टर्न आउनु होला होइन जाम ल सबै खिच्दियो भने नलाउने भन्छ कानमा हात दुई हात लगाउनु पर्छ छोरो ल वासो पहाले हुँदैन छोरा तपाईँ दिन भयो नपयै नलाउने अनि यता त टिका लगाउने कार्यक्रम भइरहेको छ होइन हेर्नुहोस् होला उता देउराले जान पराउने बहिनीलाई ल यस्तो रमाइलो भइरहेको छ यतातिर होइन हाम्रो यतातिर होइन ल ल ल ल ल आमा तपाईले त भएन तपाईले यो अस्ट्रेलिया जान्छ रे तपाईले त भएन ओले सबैको मान्ने हुने भए कसैले हेप्न चेप्न नपाओस् फलाना भने सुन्न नपाओस् राम्रो होस् सुख शान्ति होस् सबैभन्दा पढ्न आओस् धेरै धेरै अलि आफ्नो छोरो राम्रो होस् कसैले हेप्न चेप्न नपाओस् बढाइदियो मेरो छोरोको युट्युबमा भाइरल होस् सबैभन्दा मान्ने हुने भएर सबैभन्दा ज्ञानी हुने धेरै पढ्ने आशीर्वाद धेरै 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 सबैजनाको आशीर्वाद लाएर अलिक ठुलो हो ज्ञानी भएर मेरो छोरालाई सबैको राम्रो होस् मान्ने गुन्ने होस् ल ल यहाँ सबजना गाईचुरी हेर्नुलाई है हेर्नुहोस् हाम्रो र कति परिवार कति रमाइलो भन्न हो सही हो कति धेरै परिवार छन् अब दा यता बुहारीहरू पालो सुरुमा तिमीहरू त छोटीले गइहाल्यौ नि ल ल हेर्नुहोस् राम्रो गरे छाओस् ल के भयो बाबु मोबाइलबाट छेक्दियो
भगवानलाई राम्रोसँग पाले बच्चा नलाइस् इष्टमित्र सबैको रजा पूजा खाना परोस् छोडेर राम्रो प्रगति गरे छोराले ल केस नझरोस् हिँड्दा पैतालो फेरि नलागोस् र मुटा हाँस्दैौ न बिहान भएर लागेपछि हो बाउले दिन परि छोरा दिने पैसा अहिले बाउले दिने भोलि छोराले दिने है बाबु अब चाहिन्छ सो गाइस ल हामी चाहिँ टिका लाग्दै थियौँ तर यहाँ चाहिँ पानी पर्यो है टिका लगाएको बेला पनि यस्तो पानी परेको छ म सधैँ खान्छु नि त उता फेरि दुईजनै बसेर लाग्यो भने पनि हाल्छु दिदी बहिनी ए भिडियो बनाउन कस्तो राम्रो देखेको के आभार गर्नु दिदीलाई राम्रोसँग पढ्नु 12 क्लासमा टप हामीले पोखरा नै A+ अनि A+ आएर राम्रो होस् धेरै ज्ञानी हुनु मसँग धेरै झगडा नगर्नु राम्रोसँग पढ्नु कलेज पढ्नु स्कुल फर्स्ट होस् हैन अनि झगडा धेरै नगर्ने भनेको सबै मान्ने ए बहिनी छ छोरो छ तेरो आसिदेऊ अलि जयन्ती मङ्गला कसले कान्छाले पुरिया छोरी हो भने हैन ओले आसिदे सो गाइस ल अब चाहिँ हैन सबैको हातबाट मैले टिका लगाएँ अब चाहिँ मैले टिका लगाइदिनु पर्छ है भाइ र बहिनीलाई अब म टिका लगाइदिन्छु हैन जाम पढ्नु बाबा आमालाई भने मान्नु झगडा कहिले नगर्नु है पढाइमा धेरै ध्यान दिनुहोस् कमरे नलाइदैन मिरा ए कहाँ गयो कमरे सित लाइदियो ओ मेरो फोन है त ल भइ त लाउ पनि धेरै पढ्नु बाबा आमाले भने मान्नु कहिले झगडा नगर्नु हस् लाइरा नाय गर्नु भन सो गाइस ल अब चाहिँ मैले है भाइलाई र बहिनीलाई टिका पनि लगाइदिएँ अब चाहिँ हामी अहिले नै मामा घर जान्छौँ है अहिले त होइन अहिले बेलुका बेलुका हाटतिर गाडीमा है होइन न बेलुकातिर होइन सायद बिर्सेँ मैले अहिले चाहिँ हामी गाडीमा जान्छौँ आफ्नो मामाको गाडीमा गोलाङ मामा घर है र फेरि उताबाट त सलेन्डर मामा घर आउँछौँ कि है उता सलेन्डरमा जान्छौँ अहिले चाहिँ हामी त जाम्पुङमै छ गाउँमै मैले भाइ र बहिनीलाई पनि टिका लगाइदिएँ अब चाहिँ हामी जान्छौँ मामा घर है हाल्ने क्या र अब त्यसरी गऱ्यो म चाहिँ छतमा छु होइन र हामी जान्छौँ सलेन्डर मामा घर गोलाङ चाहिँ अहिले भर्खर गएर आएको अब हामी जान्छौँ सलेन्डर गोलाङ चाहिँ भर्खर गएर आएको होइन अब जान्छौँ हामी ल अनाथ हुन्छ त्यहाँको हिरो सूर्य प्रताप त्यहाँ नाम राखिदिनु हुन्छ हामी त जान्छौँ होइन हामी त जान्छौँ सो फाइनली गाइस हामी चाहिँ आइपुगेको छौँ यहाँ मामा घर सलेन्डरमा होइन ल हेर्नुहोस् होला हाम्रो मामा घर अहिले चाहिँ सटर लाउनु भएको छ होइन हामी भित्र जान्छ सटर खोलेर सो गाइस म चाहिँ आइपुगेको छु हिजो मामा घर हिजो बेलुका अहिले चाहिँ बिहान भइसक्यो हामी सुतेर उठेको भर्खरै होइन र अब म चाहिँ यहाँ सलेन्डर मामा घर आइसकेको छु गोलाङ चाहिँ हिजो गएर अनि हिजो राति त्यही गाडीमा आएको है र म चाहिँ सलेन्डर पनि आइपुगिसकेको छु र अब चाहिँ यहाँ सलेन्डर पनि टिका लगाइदिनुहुन्छ मामाले होइन अनि अब चाहिँ अनि टिका लगाएर अनि हामी आज दिउँसोतिर जान्छौँ सायद गाउँ है र अब एकमा टिका लगाइदिनुहुन्छ होला मामाले पनि सो गाइस ल मलाई चाहिँ मामाले टिका लगाइदिनु भयो है भर्खरै हेर्नुभयो होला मामाले टिका लगाइदिनु भयो अब चाहिँ हामी जाम्पुङ पनि जान्छौँ है अब अझै एकछिनमा हामी जाम्पुङ जान्छौँ र
गाइस अब चाहिँ मेरो यो भ्लग चाहिँ यहीँ टुङ्गिन्छ है, यहीँ इन्ड हुन्छ र मेरो चाहिँ यो भ्लग धेरै लामो भयो होला, हजुरहरूलाई अलि हेर्न गाह्रो भयो होला, कुनै बिचमा धेरै अलि ठिक नभएको त्यो अलि उहरू पनि भयो होला है। र अब यो भ्लग चाहिँ मेरो यहीँ इन्ड भयो र मेरो यो भ्लग चाहिँ यहीँ इन्ड हुन्छ। अनि लाइक सेयर कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु। यति नै भन्दै यो भ्लग यहीँ इन्ड हुन्छ। यो भ्लगको लागि हवस् त, नमस्ते।